हेलो गाइज वेलकम टु माई डे 4 मिनी भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। सो हामी चाहिँ भोलिको पिकनिकको लागि सामान ल्याउन बजार आएका छौँ। आलु पनि के साह्रो कालो भएको हो, आइफोनले पनि गोरो हुन सकिएन त भन्दै आफैले आफैलाई आत्महौसला दिँदै सामानको लिस्ट दिएर हामी चाहिँ लाग्यो तरकारी किन्नतर्फ। हाम्रोतिर त तरकारीको भाउ पनि सुन बराबर रहेको छ है गाइज। यता चाहिँ साथीले जुडुवा टमाटर पनि भेटे र मैले नराख है, यो खाएपछि त जुडुवा छोराछोरी हुन्छ भने सो उनले राखेनन्। सो हामी चाहिँ लाग्यो आलु किन्नतर्फ। यहाँ चाहिँ आलु पनि तोपका गोला बराबर छ नि त गाइज। र हामी चाहिँ आलु किनेर त्यहाँबाट लाग्यो हामी खुर्सानी किन्न। र साथीले चाहिँ यतातिर खुर्सानी चाहिएको छन् र खुर्सानीले साथीको कानबाट धुवा निकाल्दियो रे। ओ हामीले चाहिँ यो खुर्सानी हाम्रो लागि बेस्ट हुन्छ भन्दै बजेसँग मिठो कुराकानी गर्दै त्यहाँबाट खुर्सानी पनि लियौँ। ओ हामी सबैलाई भोक पनि लागेको थियो, त्यसैले हामी चाहिँ लाग्यो नास्ता खानतर्फ। अब नास्तामा के खान्छौ भन्ने त भन्नै पर्दैन, सबैको फेभरेट बजार गएपछि खाने चाउमिन। हामीले नास्ता पनि खायौँ र साथीले चाहिँ इन्डिया जानलाई यस्तो ब्याग भिरेर आएको थिए र हामीले चाहिँ बोरामा सामान बोकेर भरिया बनेका थियौँ। र हामीले सामान लिएर चाहिँ अघि लिस्ट दिएको ठाउँमा गयौँ। त्यहाँ निकै भिड रहेको थियो र साउजीले हामीलाई चिया पनि खिलाउनु भयो र चिया चाहिँ निकै मिठो थियो र हामीले चिया पनि खायौँ। हामी पनि थाकेका थियौँ र सामान लिएर हामी पनि घर पुग्यौँ र म पनि फाइनल्ली घर पुगेँ। भेटौँला अब नेक्स्ट भ्लगमा। बाई बाई एभ्रिवान।